गुड मर्निङ गाइस। आज पनि फेरि डे 11। वेलकम टु डे 11। आज चाहिँ जिम जानुभन्दा पहिल्यै छोटे सुतेको थिएन, बेलुका गएको जिम चाहिँ। अन्त ल छोटे बाई बाई भनेको, त्यसले पनि ल बाई बाई भन्यो। अन्त चाहिँ म जिमपट्टि लागेँ। अब चाहिँ हिजो पानीले गर्दा रोटी गिलो गिलै थियो, तर पनि जानु मन थिएन। तर पनि अब एक दिन स्किप भयो भने स्किप भएको भएकै हुन्छ भनेर मेरो पालो गएँ। आज चाहिँ मेरो सोल्डर डे थियो। अन्त जाने बित्तिकै गुरुजीले भन्यो त्यो रस्सीसँग गर भन्यो। अन्त त्यससँग 4 सेट मारेँ। 3 सेट अगाडि थियो, यो चाहिँ लास्ट सेट हो। हेभी वेट थियो। हेभी वेट भन्दा पनि सोल्डरमा धेरै वेट हाल्नु सक्दैन हामीले। एक्सर्साइज गर्दाखेरि कम नै हुन्छ। यसो बडी सडी देखाउँदै सिसामा, अन्त कसो छ भन्दै जिस्किँदै भाइसँग अर्को एक्सर्साइजमा गएँ, डम्बल प्रेसमा। त्यहाँदेखिको यो गएर फेरि डम्बल मारेँ। ज्यादा वजन थिएन, 12.5 सोल्डरको एक्सर्साइज गर्दा हमेसै वेट कम लाग्छ, त्यो याद गर्नु होला। त्यो म्याटर गर्दैन कति वेट छ होइन, कतिमा वेट पनि म्याटर गर्छ, तर कति सजिलो छ, कति कम्फर्ट छौ, सही गर्दैछ गलत गर्दैछौ, त्यसमा पनि हुन्छ। अनि यो चाहिँ मेरो हात दुख्दै थियो, त्यो वेट देखेँ बाइसेपको, अन्त उठाएर त्यो चाहिँ हल्का वार्मअप गरेँ यो डम्बलसँग। अन्त यो चाहिँ गुरुजीले भन्यो 50 मार अरे एक खेपमा, रेला नगर्नु नि भनेको। होइन होइन मार भन्छ, भयो भनेको। मैले चाहिँ 2 खेप गर्ने बित्तिकै होइन मार अरे। त्यहाँदेखि यसको पनि मारेँ एउटा सेट मजाले। पहिला 20 मरायो, त्यहाँदेखिको 30, त्यहाँदेखि 15, यो चाहिँ लास्टमा चाहिँ 12 मारेको। अन्त त्यहाँदेखि अर्को सेटमा गएँ। 4टा सेट हुन्छ है जुनै पनि एक्सर्साइजको, तपाईँलाई भन्नुपर्दा है। जस्तै अब मन्डे चेस्टको छ भने चेस्टको 4टा एक्सर्साइज हुन्छ। 4टा एक्सर्साइजभित्र 4टा रेपिटेसन्स हुन्छ। जस्तै एउटा रेपिटेसनमा 12 ऱ्याप हुन्छ भने 4टा एक्सर्साइज हुन्छ, त्यसको त्यो भित्र हुनुपर्छ। त्यो चाहिँ प्रपर गर्नुपर्छ, अदरवाइज चाहिँ तपाईँ जिम गएको नगएको केही अन्तर हुँदैन छैन भन्दै। अब तपाईँले देख्नु सक्नुहुन्छ, मेरो ट्रान्सफर्मेसन पनि देख्नुहुन्छ। 11 दिन भयो, बडीको कति के आउँदैछ चेन्जेस, के हो, वेट घटाउने हो बढाउने हो के गर्ने हो भन्दै। अनि यो लास्टको चाहिँ ट्राइसेप हो। मार्दै आजको लागि बाई बाई गाइस, सी यू टुमरो, बाई।